हामी कहाँ छौँ थाहा छ कि छैन यता हेर्नु त आदि नेपाल आदि इन्डियाका मान्छेहरू कति छन् कस्तो हुँदैछ त नि बवाल रमाइलो भयो उडेको उडेछ दुईटा डोजर छन् हामी डोजर हेरेर बस्दिउँ आज डोजर हेरेर बस्न पर्ला जस्तो छ है क्याम्प गर्ने हो त्यो माथि गएर क्याम्प गरेर बस्नुपर्छ क्या दुईटा डोजरले बाटो चक्ल्याउँदैछ त्यहाँ बाटो बनाउँदैछ कस्तो बाइकमा अनि दुईजना मजाले चढेर अनि दुईतिर समात्ने कि अनि क्यामेरा निकाल्ने नि कस्तो लागिरहेको छ त झोला बोक्दाको अनुभव झोला दही कति केजीको छ 70 लिटरको खुल्यो ल अघि मन आएर रहेछ खुल्यो म नगर रहेछ नि त खुलिहाल्यो त हामीहरू तातो पानी आएर ट्याक्क लाएर यहाँ टी ब्रेक हुँदैछ सरलाई चार्ज चाहियो अरे आफ्नै घरमा मोबाइल चार्ज गर्दै हुनुहुन्छ यो तातो पानीबाट अनि थोरै अगाडि गएर माथि जाने हो आज हामी कहाँसम्म पुगिन्छ अनि त्यहीँ गएर टेन्ट गाडेर बस्ने हो खुदखुते झर्नासम्म पुग्ने भनेको क्या पुगिएन अब ओमखोलासम्म पुगे ठिकै हो त्यहाँ पुगिन्छ होला आज त्यतै बस्ने अनि भोलि बिहान बल्ल माथि जानु पर्ला ओमखोला जाने बाटोमा यसो रेस्ट गरेको क्या हामीले थोरै कति मिनट हिँड्यो होला आधी घन्टा जति आइयो तातो पानीबाट माथि अनि बाटो यस्तो छ ए भनेपछि 16 किलोमिटर मात्रै हो त्यसरी त 16 मिनटमै पुगिन्छ होला बाटो राम्रो छ यस्तो राम्रो छ है 16 मिनटमा त पुग्नै पर्यो यहाँ हामी आरु चोर्दै हामी यति सुरा छौँ कि बाटोमा हिँड्दै गर्दा अर्काको यहाँ आरु चोरेर घरमाथि बसेर यहीँ बुटामुनि नै प्रमाण छोड्दैछौँ खाएर चोरहरूको अनुहार एकचोटि राम्रो छ देखाइदेऊ खुल्ला हो क्या खुल्ला भएर खाएको मिठो हुन्न क्या त्यही कुरा चोरेर खाएको मिठो हुन्छ हो कि होइन अनि यो अरूले ल्याएर दिएको भए हामी खान्थेनौँ क्या हामीले आफैले टिपेर खाएको भएर त्यो भएर हो यही मिठो भयो नि त अहिले हामीलाई ल हामी यस्तो बाटो खुर्पानी खान जाने भनेर त्यहाँ हिँडेको क्यामेरामा हेरेको छैन मैले म यहाँ भुइँमै हेरेको छु यो बाटो कसरी हिँड्ने हो भन्ने कुरो हो खुर्पानी खानु पऱ्यो भनेर हो कि यो बुटाटै आरु खाइयो हो यस्तो यस्तो आरु खाइयो अब हामी सिधै खुर्पानी खान गइन्छ पाइयो भने सुन्तला नि खाने हो बाँकी त केही राखिन्न पाएदेखि हो त्यो गाई दिउनु त अहिले चिया पकाएर खानु पर्ने सिस्नो हो सिस्नो त फेरि सिस्नो गाडी आइयो हामी त अब यहाँ त उक्लिने हराल्ने गाँटो हो सिस्नो हेरेर त क्या फेरि ए हामीलाई सगरमाथा चढेको मान्छेलाई यस्तो ओर्लिन त के गाह्रो भएर जे सुन्तलाको रुख हो यो सुन्तलाको रुख सुन्तला अहिले फलेका कता हुन् दामी छ नि त कपी दामी छ हरिब्र सुन्तला खै अघि देख्छ क्या त्यो उसको दिदी लानुहुन्छ क्या त्यो बट्टाभरि हालेर पठाइदिनु खुर्पानी ठुला हुन्थ्यो नि त यहाँ त सानो हुँदो रहेछ है बहिनी त पढ्दिन होला नि पढ्नै छोडिदिनु भयो ए किन त हामी टिचर हो नि त जहाँ गयो वहीँ पढाइदिन्छौँ हामीले स्कुल चाहिँदैन बरु आउन त आइयो माथि जाने कसरी हो नि यहाँबाट माथि जाने कसरी हो माथि त्यही अघि जहाँबाट आयो त्यहीँबाट जाने हो ल ठिक छ धन्यवाद है यो ठाउँको नाम के हो नि बाँसकोट ल बाँसकोटको बहिनीहरू दिदीहरूले हामीलाई खुर्पानी यति बेलुकालाई खाजा भइहाल्यो नि हाँसो नि मिठो रहेछ ठिक छ नाम सोधिएन गरे ब्लग आउँछ ब्लग हेर्नु है
भाइब विथ सबिन म विदेशी हो नि त अल द वे फ्रम फिनल्यान्ड खानी हो क्या यहीँ रातभरि यहीँ बस्ने हो केही हुँदैन टेन्ट लिएर आएको के काम बर यहाँ देखाउनु न खुर्पानी म्याग्दी आएर बाँसकाटे बहिनीहरूसँग खुर्पानी मागेर खाइयो है हामीले खारै बिरामी भयो त क्यानिँदै नि खानी हो भन यस्तो फ्रेस रुखबाटै त टिपेर खान पासी के चाहियो होइन छोले गुली हो क्या है दामी मिठो छ यस्तो बाटो आउँदैछ हामी खतरा छ बाटो त्यो खस्न लाग्छ बरु पाउने साथ हुन लाग्यो सिङ्गल लोडलाई पनि गाह्रो छ यस्तो बाटो चाहिँ यस्तरी हिँड्नु परेको छ यस्तो बाटोमा यस्तो झर्ना त कति छन् यो झर्ना हेर्दै अगाडि हो यस्तो पल्टिँदै रमाइलो गर्दै ल झोले टुरिस्ट यहाँ त चढ्ने फेरि यस्तरी हिँडिरहेछ हामी म हिँड्दैछु उकालोमा बाइकले नतानेर म सिङ्गल आउँदै हुनुहुन्छ म अगाडि हिँड्दैछु बाटो त धोस्तै यस्ता यस्ता ढुङ्गा छ नि बाटा तल खोलो खोलो माथि यस्तो चट्टान छ भ्यू त राम्रो देखिएको छ रात परे पनि बाइकलाई सिङ्गल पनि गाह्रो छ मैले चाहिँ एउटा बाइक अगाडि गयो एउटा यहाँ छ है हामी नि अब क्याम्पिङ साइट खोज्न पठाएको दुईजनालाई अगाडि त्यसपछि हामी पनि जान्छौँ त्यहीँ धेरै टाढा छैन अब बाइकलाई पनि त्यति गाह्रो छ बाइक झरेर डोर्याएर पछाडिबाट एकजनाले धकेलेर बाइकमा कोही पनि चढेको छैन केही देख्यो लगाइजहरू बाइक उकालो चढेन हामीले बाइक यस्तै यो भिरको तलपट्टि यहाँ तल राखिदियौँ अब हामी हिँड्दैछौँ हामीहरू यही लास्ट स्टेसन गाडीहरू पार्क गर्ने ठाउँ यही हो पावर हाउस छ बाइकहरू यहाँ राख्यो हामीले एउटा बाइक तलै राख्यो यो बाइक चाहिँ माथि नै आयो यो डोजरको साइडमा राखेछौँ दुईजना तलबाट आउँदै हुनुहुन्छ अझै हामी बाइकमा आइयो अब यहाँबाट थोरै भयो भने नि माथि हिँडेर जाने नि गइयो भनेर हाम्रो 8:15 भयो अहिले हामी यो हुम खोलाको होटलमा आइयो ड्याम छ तल यस्तो यस्तो छ यहाँ अब हामी यहाँबाट फेरि यो लिएर माथि जाने अलि माथि छ यहीँ आयो तपाईँहरू म त सेकेन्ड टाइम आएको बाइक धेरैले तल के अरे गिलगिरी हाइटेसम्म अस्ति बाइक लिएर डोल्पा गएको यहाँ त यो त आँखा चिन्डेर डबल मुस्ताङबाट ए त्यो त यो बाटो त डोल्पा बाटो राम्रो छ म गाडी लिएर वहाँ पुग्छु शान्ता शान्ता त मुस्ताङै भयो गर्ने जान्छ नि शान्ता बाटोको चाहिँ गाह्रो रहेछ कि यहाँ अहिले पोइन्ट त गाह्रो छ नि त भाइ हाम्रो सबै ठाउँमा गाह्रो छ भने होइन हो जस्तो यो ठाउँ भन्नु न जस्तो त्यो डोल्पा जाने भने त यो पोइन्ट त एउटा शान्ता भनेको धेरै टाढा होइन क्या शान्ता र डोल्पा पुग्न त कति छ नि शान्ता धेरै टाढा होइन तर डोल्पा मोटरसाइकल लिएर जान नै यहाँ ल्याउनु नै थोरै अप्ठ्यारो बाटो पनि यस्तो रिस्की छ कि हो सिधै खोलामा गइन्छ नि त सिधै खोलामा गइन्छ त्यो हाइड्रो पावर भन्दा माथि आसी त खतरा छ पोइन्ट पनि अप्ठ्यारो पोइन्टलाई पोइन्ट मान्नु पर्यो कि अब हामी सक्दैन जस्तो लागिरहेको तिमीलाई म त गाडी पठाइदिन्छु अन्त यहाँ गाडी गइछ एउटा गाडी गइछ गाडी तल लिनै गएको त होइन रोकेन ल्याइदिन्थ्यो होइन भनेको यहीँ बस्ने त्यो त फर्किने गाडी होला नि त अनि त्यो तपाईँहरूको साथै 3 जना आउँदैछ नि भने ल ठिकै छ भने त्यो राख्नु भएको भोलि माथि नै पुग्ने हो भोलि त आउनु
त्यहाँ तालमा बस्न पाइएको थिएन अहिले तालमा बस्ने भने पञ्चकुण्ड तालमा तालको तालको साइडमा टेन्ट राखेर सबै टेन्ट खानेकुरा सबै छ कि लिएर आयो सबै छ यहाँ त्यो भएर त हामी यहाँ अलि माथि गएर त्यो पुल भयो आधी घन्टामा पुगिन्छ पुल भएको ठाउँमा अनि त्यहाँ टेन्ट हामीले टेन्ट गाडे बस्ती छ बस्ती जङ्गल मात्रै हो पुरै हजुर त्यो सामान हो त्यो पनि हाम्रो ब्याग यी तिनीहरूले ल्याउँछन् तपाईँ भेट्नु यो मसँग ल ल्याउँछ नि ल अरू केही छुट्यो ल हामी यहाँबाट अगाडि हिँड्यौँ है अब 30 मिनट्स हजुर एउटा नसा भयो एउटा मसँग छ क्या दुईवटा टेन्ट हो यहाँबाट सुरु भयो हुम खोलाबाट माथि 8:30 भयो 8:30 हजुर मलाई किन कन्फिडेन्ट छ भने यस बेला नि म किन हिँडेको थिएँ मलाई सबै बाटो कन्ठ भयो कतिमा आयो हामी 2883 मिटरमा आयो यहाँ ऊ जुन देखिन लाग्यो ऊ माथि मुन राइज भयो नि त त्यहाँ त हेर्नु त ल खोलाको आवाज सुन्दै गरम क्या आधी घन्टा जति हजुर पहिल्यै यो नयाँ पुल बनेको रहेछ हुम खोलाभन्दा ठ्याक्कै आधी घन्टा माथि यहाँ पुल बनाउनेहरूले टेन्ट बनाएर राखेको रहेछन् हामी चाहिँ यहीँ यो टेन्ट बनाएको ठाउँमा यहाँ आगो पुग्ने ठाउँ पनि छ यहाँ हामीले ल्याएको टेन्टहरू राख्न लगाएको छौँ अँधेरो कति बज्यो 9 बज्यो ट्याक्कै अब यहाँ दुईजना साथीहरू आउँदै हुनुहुन्छ हामी यहाँ टेन्टहरू राख्दैछौँ यहाँ अहिले एकछिनपछि आगो फुक्छौँ अनि खानासाना बनाउने अनि खाने अनि झाप्पा सुत्ने सल्काउने खोलाको साउन्ड सुनिराखेको छ त्यहीँ गएर पानी लिएर आउने हो हाम्रो यहाँ यता अब हामीले सुप बनाउने हो मसरुम सुप यता अब हामीले भात खाने आज यहाँ ग्यासमा अब भात खाने ऊ वहाँबाट जुन देखेको छ फेरि मुनराइज भयो अघि नि भयो थियो अहिले नि भयो 2-3 चोटि मुनराइज देख्न सकिन्छ लाउन पाउनै मैले ल्याएँ लाउन लाइटर फालिदिन्छु मैले सुप भएको कहाँ हो यो ब्रेडहरू भोलिलाई है सुत्ने होइन भेजिटेबल सुप खाने कि मसरुम भेजिटेबल मात्रै हालिन्छन् अनि मसरुम भन्छन् फेरि ढाकाहरू पिकु सरले चिकन सुप खाने कि नखाने चिकन होइन खै कसले भने चिकन हालेकै छैन यहाँ यो के हो यसलाई के भन्छ स्विट कोर्न चिकन सुप यो त के मैले हालेको यार त्यो चिकन भन्दिनँ देखेन चाहिँ ल केही भएन अब भोलि खानु ल भेजिटेबल सुप खाम है त त्यसो भए लाउनु झ्याप लाएर च्याप बनाउनु यता लाइट चाहियो के चाहियो खाना बसाल्नतिर ला सबै सामान यहीँ रहेछ नि होइन मैले झ्याप हो त्यसैमा छ उसमा किनेको हो क्या बेनीमा भेजिटेबल सुप रेडी सुप खामी भेजिटेबल सुप सुप हाम्रो यहाँ भात पाक्दैछ त्यसपछि तरकारी पकाउने हो अर्को नि ल्याए अर्को नि चुलो नि बगर त्यता छ जहाँ पुगाउँला यहाँ गयो पुग यो चाहिँ हामी हो क्या तर हो नि यहाँ नि मजा भएछ नि यहाँ घिउ एक चम्चा घिउ हाल्नु त हामी गाईको घिउ कि भैँसीको पकाएर खिचडी खाँदैछौँ म है आज यो के हो नेवारी होइन तपाईँ कुकर हो कुकर होइन कि कुक हो पाकेछ ल पर्सिँदैछ अब तरकारी उतापट्टिको ग्यासमा फेरि तरकारी खै त्यो खसीको मासु कहाँ हो त्यो बाहिर कुकुरले लग्या हो फ्रिजमा छ अहिले निकालौँ ल हाम्रो तरकारी पाक्दैछ गुन्द्रुक र भट्टा हो अघिको ठुलै खसीलाई पकाउँदै के अरे माइला र साइलाई हेर्दै कान्छाले हेल्पर मलाई त यहाँ हिँडाइ पारिन्छ कोरियोग्राफर भिडियोग्राफर सबै हो सुपारीको
पातबाट बनेको यो चम्चाहरू हो, एउटा झिक्नु न त बायोडिग्रेडेबल हुन्छ। यो प्लेट पनि त्यस्तै छ, प्लेट नै त्यस्तै छ, सुपारीकै पातबाट बनेको। अब यसैमा हामीले खाना खान्छौँ। भात तरकारी पाकी भए विकास सरले चराउनु भयो। परमेश्वरी यहाँ भूमि देवता यहाँ म्याग्दीका यो के अरे के खोला अरे हुङ खोला छेउछाउका देवी देवता सम्पूर्णलाई यही प्लेटमा हामी चलाउने प्रयास गरेका छौँ। जानी नजानी ल यो निकाल्नु परमेश्वरी हो। घिउ अनि अचार तपाईँले के सम्झिनु भयो र तपाईँले? बिर्सेको भन्दा नि भन्दैछु, म यहाँ कुरा गर्दैछु। तपाईँ पानको पात, जस्तै छ है, मिठो भात, मिठीमा चिनी हाल न। मिठी चिनी अहिले यहाँ तिउन पुगेन नि त्यही त ल्याउनु त्यो ल्याउनु तिउन भन्ने शब्द के? आएको है। त्यो भाँडा त्यो भाँडा खाने हो हो कति हाल्नु है भात, धेरै खानुहुन्न। यति सर लाग्यो क्या पानको पात बनाउनु भन, ल्याउनु मै बनाउँछु मेरै चम्चाले। मलाई यसमा खानु मन लाग्यो। तपाईँले यहाँ म थप्दिम? झोल केले हाल्ने हो त नि। त्यो त म खनाउँछु। त्यो उसले खनाइ नि हुन्छ कि के अरे त्यो त्यो बिरयानी कपले। बिरयानी कपले। बवालै हुँदो रहेछ त त्यहाँ अघि त पुरा रेस्टुरेन्टमा बिरयानी खान्थे जस्तो पो हुन्थ्यो त। यति खुर्सानी त खानु पऱ्यो कि। मैले नै खानु के भात यहाँ थपिदिने यो हो। त हाल्नु दिनु कहाँ मैले भात धेरै एक चम्चा बढी खानुहुन्छ कि एक चम्चा यति त ल गाइजहरू अझै हाल्दिनु लाइटै साथी यति चाहिँ सक्नुहुन्छ है त मैले। रमाइलो भयो नि। ओहो डाडु चाट्नीमा को पर्यो। यहाँ हालिदिनु मलाई यहाँभन्दा धेरै मैले भात धेरै खान्न क्या भयो। नो 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 तपाईँले धेरै हुन्छ भने खप्छु जस्तो लाग्छ। यति भात भयो हुन्छ मलाई। खाना खाइयो कति बज्यो? 12 बजिसक्यो। 11:30 11:35 भन्छ क्या 11:35 भयो। यहाँ पानी तताउन लैजाउँ हामीले। पानी यसो 1-2 कप पानी खाने। मलाई हो त जुन निकै तातो मन कप पर्यो सब्जी थर्मसमा टिपेर हाल्ने। ल्याइदिनु न। ए हेर्नु त कस्तो राम्रो देखियो यो मुनराइज। 8 बजेदेखि त भएको जाँको चाहिँ छ क्या त्यो मुन है। मलाई हो त जुन चरेकै मन छैन। पर्यो ल्याइदिनु न। त्यो जुन ल्याइदिनु भने म सुत्छु। वहीँ पुऱ्याइदिउँला क्या हामी, जुनमै पुऱ्याइदिउँला तपाईँलाई भन। त्यो जुनलाई म अँगालेर सुत्न चाहन्छु। हुन्छ त्यहाँ हेर्नु कस्तो दामी देखिएको त नि। सोलिड देखियो के। वाउ बाइकले यसरी विष्णु सर यसरी सुत्नुभयो, नवीन सर यसरी मेरो त एन्टिलाइट पर्यो यसरी सुत्नुभयो। अब म यसरी च्याप्प लाएर यसरी सुतेछु। अब हाम्रो गेट पाले हाम्रो गेट पाले आज कुखुरा स्याल आएर लयो भने नि आज कुखुरा कुर्न सुतेको सरलाई नि लान्छ भनेर अनि यहाँ कोही नआइज है। आज म कुखुरा कुर्दैछु बोकाहरू आजलाई गुड नाइट, सी यु टुमरो।